खुसी भन्ने एकछिनको घाम छाया रहेछ, आखिर रमाउनु पर्ने त दुःखमय पो रहेछ, आखिर रमाउनु पर्ने त दुःखमय पो रहेछ। जब सास पर्थ्यो बिरबिसुनामा मेरो आँखा हुन्थ्यो, जब सास पर्थ्यो बिरबिसुनामा मेरो आँखा हुन्थ्यो, आँखाबाट कतिखेर आँसु भुइँमा खस्थ्यो पत्तो हुँदैन थियो, आँखाबाट कतिखेर आँसु भुइँमा झर्थ्यो पत्तै हुँदैन थियो। मलाई माफ गर्नुहोला कि मैले भगवान रूपी गुरुबा गुरुआमाको नाम वाचन गरेकी छु। म यस विद्यालयमा आउँदा कक्षा थाहा नपाएकी, नाकमा सिगान टाउकामा जुम्रा बोकेर विद्यालय आएकी म 9 वर्ष पो भएछ। तर मलाई यति धेरै वर्षसम्म गर है कृष्ण भनेर हरेक पल मेरो ढाक भएर हौसला प्रदान गर्ने गुरुआमा नभएको भए यो सब असम्भव थियो। हौसला प्रदान गर्ने गुरुआमाहरू नभएको भए यो सब असम्भव थियो। म यो अवस्थामा जे छु गुरुआमाहरूको साथ सहयोग र स्नेहले गर्दा छु। म यो अवस्थामा जे छु गुरुआमाहरूको साथ सहयोग र स्नेहले गर्दा न हो। सुरु गरेँ मैले। गरिब पनि मौखिक रूपमा सिकाउने, माया रिस एकदमै देखाउने, सामाजिकमा पनि कथा सुनाई लट्ठ पार्ने र उत्तर घोकाउने, यी दुई विषयमा अब्बल, कपाल लामो, देख्दा दल्ली, मायाकी खानी भगवता म्याम, देख्दा आनन्द 1 र 2 मा गणित र 3 मा नेपाली तथा 4 मा विज्ञान पढाउने, नेपालीको कविताको लयमै आफ्नो मनको भावना पोखी हामीलाई समेत भावुक बनाउने, विज्ञानमा सजीवको जीवन चक्र खरर र पार्ने गरी घोकाउने मायालु लक्ष्मी म्याम, अङ्ग्रेजीमा पनि सरल नम्र भाषा प्रयोग गरी सिकाउने राम्री म्याम, प्रेमिका भूषाल, मलाई छेउमा नजिक बसाली मेरो टाउको जुम्रा मारी दिएर अक्षर चिनाई पाठ पढ्न सिकाउने, चिक स्वास्थ्य नैतिक र नेपाली पढाउने, पातली देख्दा पनि खतरा माया पनि देखाउने र रिस पनि व्यक्त गर्ने नैतिक वाञ्छी चिका मनकला मन्जु म्याम, न कहिले आत्तिने न कहिले रिसाउने, नामै शान्त थियो शान्ता म्याम, साँच्चै कहिले सुनेन उहाँको चर्को स्वर, साँच्चै कहिले सुनेन उहाँको चर्को स्वर, न कहिले रिसाउने नदेखिने निराश अनुहार, न कहिले रिसाउने नदेखिने कहिले निराश अनुहार, सधैँ खुसी नेपाली सर हरि रिजाल, उहाँको खुसीले नै रिसको शोभा